वीरगन्जमा कृषि औजार कारखानामा अहिले आज चाहिँ 12 बजेसम्म काम गरे। 12 बजेसम्म काम गरेपछि अहिले चाहिँ काम गरेपछि अहिले चाहिँ आज भोज खुवाएको। मैले भोज खुवाएको, मैले चुनाव जितेर भोज खुवाएको होइन। मैले चाहिँ मेरो आफ्नै पैसाले भोज खुवाएको पनि होइन। भोज खुवाउने पैसा मसँग हुँदैन। तर हामीले किताब बेचेरै यो झन्डै 12 करोड रुपियाँ नाफा, चोखो नाफा गरेर यो कारखाना चलाइरहेको छ। त्यही किताब बेचेको पैसाले चाहिँ यो चाहिँ अहिले भोज खुवाएको हो। र वर्षमा मैले 2 पटक भोज खुवाउँछु। 2 पटक भोज खुवाउँछु। एक पटक दसैँको बेलामा र एक पटक यही समयमा 2 पटक चाहिँ भोज खुवाउँछु। यो के भने उनीहरूले एकदमै कोसिस गरेको छ, धेरै परिश्रम मेहनत गरेको छ। बिहानदेखि बेलुका रातभरि दिनभरि काम गरिरहेको छ। काम गरिरहेको मान्छेलाई चाहिँ हामीले चाहिँ भोज खुवाउनु भनेको चाहिँ कुनै नराम्रो काम होइन। यो चाहिँ मानिसहरू रमाइलोको लागि है पिकनिक गएर चाहिँ ठुलो ठुलो पार्टी प्लेसहरूमा चाहिँ बिहा भोज भतेर गर्दाखेरि हुने, हामीले एक दिन भोज खुवाउन नहुने। कसैलाई रिस उठ्छ भनेदेखि अब टाउको ठोक्नुहोस्। अब के भन्ने त मैले है, नरिसाउनुहोस्। यसरी भोज खुवाएको देखेर चाहिँ कोही पनि नरिसाउनु होला भन्ने चाहिँ मेरो अनुरोध छ। उहाँ बिचरा यहाँ कारखानामा काम गर्ने भाइ बहिनीहरू छ। बहिनी चाहिँ एउटा मात्र छ। ल यहाँ चाहिँ के छ त भन्दाखेरि मासु भात अनि अब बियर खानेले सानो बोतलको एक-एकवटा बियर, अनि बियर नखानेले चाहिँ अब रेड बुल चाहिँ खाइरहेका छन्। रेड बुल पनि नखानेहरूले चाहिँ यहाँ स्प्राइट कोको कोलाहरू चाहिँ खाइरहेका छन्। वीरगन्ज कृषि औजार कारखानालाई चाहिँ औजारहरू बनाउने एउटा अनुसन्धान केन्द्र पनि बनाइँदैछ। ल अब के हुन्छ भगवानले थाहा होला, हामीलाई चाहिँ त्यति थाहा छैन। ल कति किलो? 16 किलो खसीको मासु बनाएको छ। मासु नखानेवालाहरूलाई चाहिँ पनिर, च्याउ, अरू साग सब्जीहरू केहरू बनाएका छन्। ल मिठाई पनि छ, दही पनि खान पाउँछ। आज त टन्नै भोज खुवाउने हो। भोज खुवाएर केही घाटा लाग्दैन। आज उनीहरूलाई चाहिँ खुसी बनाउने हो। ल हेर्नुहोस्, ल दही पनि खान पाएको छ, मिठाई खान पाएको